धुलेश्वर मन्दिर जाँदैछौँ कि अटो दाइ पनि यहाँ हुनुहुन्छ, चलाइराख्नु भएको छ। अनि यहाँ हुनुहुन्छ दिदीहरू, यता हुनुहुन्छ। म पनि जाँदैछु आज धुलेश्वर मन्दिरमा यसो घुम्न। अब यता आउँदैछ, यता डाँडा अरे। अनि यता पारी चाहिँ दैलेख बजार, यता दुब्लु छ। अनि हामी चाहिँ धुलेश्वर मन्दिर जाँदैछौँ। अब चाहिँ म धुलेश्वर मन्दिर पुगेपछि सबैलाई ल्याउँछु। अब चाहिँ हामी जाँदैछौँ मन्दिरको सिधीको तल। यो चाहिँ मन्दिरको गेट रहेछ, मेन गेट। म पनि जाँदैछु। अनि यो मन्दिरको सामान जाँदैछौँ हामी पूजा गर्न। उहाँहरू हजुरहरूलाई मन्दिर जाँदाखेरि कस्तो फिल भइरहेछ? मजा आइरहेछ? राम्रो एकदम राम्रो। उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ। अनि बिस्तारै म चाहिँ सबभन्दा फास्ट, सबभन्दा छिटो हिँड्ने मान्छे मै हो। म जति छिटो कोही हिँड्दैन। उहाँ चाहिँ दोस्रो नम्बरमा हो, तिनीहरू चाहिँ लास्ट नम्बरमा पढ्नुभयो उहाँहरू चाहिँ। अनि त्यो चाहिँ कुन ठाउँ पऱ्यो मलाई भनिदिनु पऱ्यो। अनि अझै धेरै छ साथीहरू, उकालो उकालो रहेछ, ठाडै त्यो मन्दिर जान पनि गाह्रो रहेछ। होइन हल्कासम्म त बनाइदिनु पर्छ नि हाम्रो लागि भए पनि। हामी चाहिँ फाइनली पुग्यौँ है धुलेश्वर मन्दिर। यताबाट फाइनली पुग्यौँ मन्दिर चाहिँ। अब हामी चाहिँ मन्दिर जाने, पूजासुजा गर्ने। अनि त्यसपछि यता दुल्लु जाने हो हामी चाहिँ। यता दुल्लु, यो चाहिँ मन्दिर। मन्दिरमा चाहिँ धाराको व्यवस्था पनि रहेछ, पानीको एकदम राम्रो काम गर्नुभएको रहेछ। तर पानी चाहिँ कसरी निकाल्ने त्यो चाहिँ थाहा भएन हामीलाई। खै खोल्नु त पानी, मलाई पनि आउँदैन ल। फर्स्ट टाइम देखेको यस्तो धारा। यहाँ चाहिँ धुलेश्वर मन्दिरको चाहिँ धारा चाहिँ राम्रो रहेछ। जोस् खोल्न चाहिँ आएन हामीलाई। ल खोलेर देखाइदिनुहोस्। आएन? फाइनली मन्दिर आइयो। धुलेश्वर मन्दिर चाहिँ यस्तो रहेछ, हेर्नु सबैजनाले कति राम्रो रहेछ मन्दिर चाहिँ। उहाँहरू पनि मन्दिर आइपुग्नु भयो, फाइनली आइपुग्नु भयो। म पनि आएँ मन्दिर। यहाँ चाहिँ यस्तो रहेछ, यहाँ पनि यस्तो रहेछ। बस्ने व्यवस्था पनि रहेछ यहाँ चाहिँ, ठिकै छ। यता पनि धुलेश्वर मन्दिर है दुल्लुको साथीहरू। यो चाहिँ यता चाहिँ के हो, यो पुजारी बुवा बसेको होला। यो चाहिँ म चाहिँ हामी पूजासुजा गर्ने। अनि त्यसपछि घर जाने। यता चाहिँ केही रहन्छ ठुलो हुने। Thanks for watching. Please subscribe.